हेलो एभ्रिवान, वेलकम छ मेरो मिनी ब्लगमा। आज हामी मिनी ब्लग बनाउँदैछौँ। सो गुड आफ्टरनुन सबैजनालाई। अनि सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु अनि हाम्रो दिदी नै सन्चै हुनुहुन्छ। अनि के छ साथीहरू, हामी चाहिँ आज अहिले अब दिउँसो भइसक्यो नि त। दिउँसो भन्दा नि अलि बढी नै भइसक्यो। सो गाइस, आज हामी के बनाउँछौँ त्यो मैले देखाउने छु। हाम्रो भिडियो अन्तिमसम्म हेरिदिनु होला अनि लाइक शेयर सब्सक्राइब पनि गरिदिनु होला अनि बेल आइकनलाई पनि थिचिदिनु होला तपाईहरुले। अनि के बनाउन होला छु त्यो म देखाउँछु तपाईहरुलाई। गाइस, यो चाहिँ अचार बनाउनलाई हो अनि यता छ। अनि यो चाहिँ बनाउने हो रे। नाना यता हुनुहुन्छ। हेलो भन्नु न। हेलो एभ्रिवान, मेरो बहिनीको मिनी ब्लगमा सबैलाई स्वागत छ। तपाईलाई पनि वेलकम छ है नाना मेरो भिडियोमा। धन्यवाद। अनि के छ त अरु त के हुनु, ठिकै छ। प्याज काटेको रुनु भयो के हो? जस्तो भयो मेरो आँखा बाटो सुने जस्तो लाग्छ। यस्तो गर्नु लाग्छ। ल है, हाम्रो नानाले पिठो मुस्नु लाग्नु भयो। ए पिठो के हो यो? पिठो लाग्ने पकौडा। आलु पियाज नुन राखेर मिठो बनाउनुहुन्छ कि हाम्रो दिदीले। हो त्यही भएर म यहाँ आउँछु कि यहाँ आउँछु। यहाँ अचार पनि छ। अचार बनाउनलाई मैले आलु फुकिरहेको छु। के भन्छ त्यसलाई? ल हेलो भन, हाम्रो क्यामेराम्यान नानी हो। हाई भन के। हाई। खै यता पनि हाई भन। तिम्रो नाम के रे? आइसा। तिम्रो नाम? पबी नानी। ल कतिमा पढ्छौ भन त? 4 मा। पबिना युकेजीमा। ल युकेजीमा पढ्नु चाहिँ हाम्रो क्यामेराम्यान हो है गाइज। सपोर्ट गरिदिनु होला। यस्तो हाम्रो सानी नानीले हाम्रो भिडियो बनाउँदैछिन्। तयार भयो नाना त्यो? तयार भयो। यसलाई म अब तेलमा कस्तो बनाउनु रे? मैले यहाँ बनाउँदैछु। ल चाहिँ बनाउने रे अब मम्मीले। म आलु पनि अझै सकेको छैन। कस्तो पोलिराखौ तातो भएर। मेरो नङ नभएर मलाई गाह्रो भन्छ। हात पाटिको बोल्ने। ए छोड अब। तपाईले गर्ने अब। मम्मीले गर्ने। हेलो गाइस, यता हेर। हेलो, मेरो आन्टीको ब्लगमा स्वागत छ भन। आइसा के खाँदै हो? कति मिठो छ? मस्त आलु मोस खुल्ने त गिजिहाले पल्के। मेरो बहिनीले अचार तयार पार्दैछ है। गाइस छु आउनु होला खाना। मिठो हुन्छ अहिले खाएपछि थाहा हुन्छ। खतरा कटिङ छ नि त। मेरो चाहिँ कटिङ मरत हुन्छ। के भन्छ अरे, कटिङ बोर्ड कि चटिङ बोर्ड पनि चाहिन्न।
खाट्नै हो। हामीले गेम खेलेर छौं। ल खेला खेल म अहिले आउँछु है खेल्न म पनि। तिमी लुडु गाइस हामी चाहिँ अब अचार बनाउँछौँ अनि खान्छौँ हामी सुत्छौँ। हाम्रो अचार रेडी हुँदैछ। हाम्रो आलुको पकौडा यहाँ रेडी भएको छ। अब खर गर्ने हो। अब खर गर्ने हो। ए मेरो भान्साको त यस्तो छ गाइस। कति फोहोर छ। यसलाई फोहोर भन्ने नि नाना। साथीहरू हामी चाहिँ भिडियो पनि राम्रो बनाउन जान्दैनौँ। भर्खर सिक्दैछौँ। साथ सपोर्ट के भन्छ अरे सिकाउनु पर्यो हामीलाई भिडियो बनाउन। कसरी गर्दा राम्रो हुन्छ, के गर्दा राम्रो हुन्छ त्यो सल्लाह सुझाव दिनु पर्यो मेरो बहिनीलाई। मेरो बहिनीको के भन्छ युट्युबलाई के भन्छ अरे सही के 100 के पुऱ्याइदिनु पर्यो छिटो। सही के पुऱ्याइदिनु पर्यो गाइस हो। मेरो बहिनीलाई माया गरिदिनु पर्यो, साथ सपोर्ट गरिदिनु पर्यो। त्यस्तो अब प्रोफेसनल्ली त लागेको होइन युट्युबमा, तर यस्तो कहिलेकाहीँ अब पछि मेमोरी होस् भनेर मात्रै भिडियो बनाउँछौँ। त्यो पनि सपोर्ट गरिदिनु होला सबैजनाले। तपाईहरूको सपोर्टले नै हो हामी अगाडि बढ्दै प्रोफेसनल युट्युबर पो हुने हो कि। हुन सक्छ त्यो त कसलाई के थाहा छ र। अरू कामले गर्दा हामी खासै त्यस्तो भिडियो बनाउन सक्दैनौँ। कामको व्यस्तताले गर्दा, फुर्सद नभएको कारणले गर्दा मेरो बहिनीलाई यताउति जाने बेला केही गर्ने बेला अलिक फ्री भयो भने मात्रै हो भिडियो बनाउने हामीले। सो सबैजनाले पछि डेली पनि आउन सक्छ भिडियो। नाना इच्छा गर्नु होला। अलि बिजी भएर मात्रै हो। प्रतीक्षाको फल मिठो हुन्छ रे गाइस। अचार पनि मैले यतिको बनाइसकेँ। अब यहाँ भाङ्गो मात्रै राख्नु छ। अनि दिदीले पनि बनाउनु लाग्नु भएको। त्यहाँ हेर्नुहोस् है आगो कस्तो राम्रो बलेछ। हाम्रो मेहनत अस्ति कसरी बोकेर ल्याएको थियौँ दाउरा, त्यो त कति मजाले बले। कति राम्रो बले साथीहरू यो चाहिँ हामीले बोकेको दाउरा हो। बाल्दैछौँ हामी। कति टाढा गएर ल्याएको थियौँ हामीले दाउरा। खुट्टा दुखाइ पुरै बाब्रे बा त्यो उकालो उरालो। कति टाढा गएको थियौँ दाउरा गर्नु। यसरी जोड्न पनि मलाई त लास्दै चित्त दुख्छ त्यो बोकेको हेरेर। अलि गरेर बाल्न मन लाग्छ। के गर्ने साथी हो, बाल्नै पर्यो। म चाहिँ यसरी हुँदैछ आउनु खान। माइजू के छ माइजू? कहाँबाट आउनुभयो? मेरो भिडियोमा तपाईँलाई स्वागत छ। पकौडी पार्दैछ है, पकौडी पार्दैछ। धेरै तात्या रहेछ नि तेल। हाम्रो नाना बन्दैछ यता। अब सबै बनिसकेपछि म देखाउँछु तपाईँहरूलाई। ओके गाइस, सी यू। अचार बनिसक्यो है गाइस, अचार बनिसक्यो। पकौडी पनि बनिसक्यो। नाना पसिना पसिना भएर बनाउँदै हुनुहुन्छ। अझै बन्दैछ गाइस। अचार यस्तो छ। कस्तो मिठो छ नि। एक दिन टिप्न जाने हो त्यहाँ नानी। जामलाई
अब म खोर्सानी काटेर राख्छु नानीको लागि